सबैलाई स्वागत छ। ठिक छ, अब यसमा प्रवेश गरौँ। आज हामी पाइथन प्रोग्रामिङको एउटा एकदमै महत्त्वपूर्ण र आधारभूत कुरा पाइथन फंक्शनको बारेमा कुरा गर्दैछौँ। साँच्चै भन्नुपर्दा कुनै पनि राम्रो र सफल सफ्टवेयरको जग भनेकै यिनै फंक्शनहरू हुन्। यसले जस्तोसुकै झन्झटिलो र गाह्रो समस्यालाई पनि एकदमै सरल, व्यवस्थित र प्रभावकारी बनाइदिन्छ। प्रोग्रामिङ सिक्दै गर्दा फंक्शनलाई राम्रोसँग बुझ्नु भनेको नि एउटा पक्की घरको लागि बलियो जग हाल्नु जस्तै हो। यसले भविष्यमा हजारौं लाइनका जटिल कोडहरू लेख्न एकदमै सजिलो बनाउँछ। खण्ड 1 पाइथन फंक्शन र यसको खास परिभाषा। हेर्नुस्, प्रोग्रामिङको दुनियाँमा हरेक फंक्शन वास्तवमा ब्लक अफ कोड अर्थात् कोडको एउटा सानो टुक्राबाट सुरु हुन्छ। यसलाई एउटा सानो बाकस वा कन्टेनर जस्तै मान्न सकिन्छ। जस्तै जब हामी डेफ ग्रिट लेखेर कोड बनाउँछौँ, हामीले खासमा एउटा यस्तो बाकस तयार पारिरहेका हुन्छौँ जसमा कुनै एउटा निश्चित काम गर्नका लागि चाहिने सबै निर्देशनहरू सुरक्षित हुन्छन्। तर यहाँ बुझ्नै पर्ने सबैभन्दा ठूलो कुरा के हो भने नि, यो बाकस त्यति बेलासम्म पुरै शान्त वा निष्क्रिय भएर बस्छ जबसम्म हामी यसलाई विशेष रूपमा कल गर्दैनौँ अर्थात् बोलाउँदैनौँ। त्यसैले यहाँ बुझ्नै पर्ने मुख्य कुरा के हो भने यो कोड आफै जादु गरे जसरी चल्दैन, बोलाउँदा मात्र चल्छ भन्ने कुराले के स्पष्ट पार्छ भने यो कोड चलाउनु भनेको हाम्रो आफ्नै कन्ट्रोलमा भएको एउटा जानाजानी गरिएको निर्णय हो। ठूला र व्यावसायिक प्रोजेक्टहरूमा यसरी निर्देशन कुरेर बस्ने कोडले गर्दा कम्प्युटरको धेरै समय र असीमित ऊर्जा बच्छ। जब ठ्याक्कै आवश्यक पर्छ तब मात्र कल गरेर यसलाई एक्टिभ गरिन्छ अनि हाम्रो प्रोग्राम एकदमै फास्ट र छरितो बन्छ। एकपटक यता विचार गरौँ त। एकातिर त्यस्तो कोड छ जुन प्रोग्राम रन हुन बित्तिकै सरर आफै चल्न थाल्छ, चाहे त्यो बेला त्यसको तत्काल आवश्यकता होस् वा नहोस्। अनि अर्कोतिर हाम्रो फंक्शन छ जुन एकदमै ज्ञानी भएर ठ्याक्कै आवश्यक पर्ने सही समयको पर्खाइमा बस्छ। जब काम पर्छ हामी त्यसलाई कल गर्छौँ, त्यसले सुइँ आफ्नो काम सक्छ अनि रोकिन्छ। यो प्रणालीगत भिन्नताले गर्दा नै पाइथन जस्ता भाषाहरू यति धेरै अनुशासित र नियन्त्रित भएका हुन्। अब अर्को खण्डमा जाउँ र हेरौँ यो कसरी अगाडि बढ्छ। खण्ड 2 परिणामहरू फर्काउने अर्थात् डेटा फिर्ता दिने क्षमता। फंक्शन भनेको केही निर्देशनहरू पालना गरेर मात्र बस्ने चिज होइन। यसले काम सकेपछि परिणामको रूपमा डेटा पनि फर्काउँछ। यसलाई एउटा पुनः प्रयोग गर्न मिल्ने फ्याक्ट्रीको मसिन जस्तै सोचौँ न। मानौ हामीले दुईवटा नम्बरहरूलाई कच्चा पदार्थको रूपमा त्यो मसिनभित्र पठायौँ। अब मसिनले ती नम्बरहरूलाई चरणबद्ध रूपमा प्रोसेस गर्छ, जस्तै दुईटैलाई जोड्छ वा विश्लेषण गर्छ र अन्तिममा एउटा नयाँ नतिजा तयार पारेर बाहिर निकाल्छ। हो, यसरी फर्काइएको त्यो नयाँ डेटालाई हामीले प्रोग्रामको अर्को कुनै ठाउँमा प्रयोग गर्न सक्छौँ। यो आफैमा एउटा पूर्ण र आत्मनिर्भर प्रक्रिया हो। अहिलेसम्म हामीले सिकेका मुख्य कुराहरूलाई एकै ठाउँमा राखेर हेर्दा फंक्शनका 3वटा मुख्य विशेषता देखिन्छन्। यो एउटा कोडको खण्ड हो। यो बोलाउँदा मात्र चल्छ र यसले नतिजाको रूपमा डेटा फर्काउँछ। अनि यहाँ एउटा गजबको कुरा के छ भने नि, फंक्शनले आफैलाई पनि बोलाउन सक्छ। यसलाई हामी रिकर्सन भन्छौँ। यो भनेको कस्तो हो भने त्यो फ्याक्ट्रीको मसिनले झन जटिल समस्या समाधान गर्न आफ्नै प्रतिलिपिहरू बनाएर काम गरे जस्तै हो। प्रोग्रामिङमा यो एकदमै शक्तिशाली अवधारणा हो नि। खण्ड 3 कोड नदोहोर्याउने अर्थात् दोहोरिनबाट रोक्ने उपाय। अब यो स्लाइडको सबैभन्दा चाखलाग्दो कुरा के हो भने यसले कोडलाई दोहोरिन दिँदैन। प्रोफेसनल सफ्टवेयर विकासको दुनियाँमा एउटै कोड बारम्बार लेख्नु भनेको समयको बर्बादी र गल्तीहरूको खानी मानिन्छ। त्यसैले जब कुनै एउटा काम पटक पटक गर्नुपर्ने हुन्छ, प्रोग्रामका सयौं ठाउँमा उही कोड लेख्नुको सट्टा हामी त्यो काम गर्ने एउटै मात्र फंक्शन ब्लक बनाउँछौँ। प्रोफेसनल डेभलपरहरूले आफ्नो अमूल्य समय र स्रोत यसरी नै बचाउँछन्, जसले गर्दा ठूला प्रोजेक्टहरू मज्जाले सम्हाल्न सकिन्छ। विचार गरौँ त, एकातिर एउटै निर्देशनहरू जताततै छरपष्ट लेखिएको अवस्था छ अनि अर्कोतिर फंक्शन प्रयोग गरेर एकदमै चिटिक्क परेको मोड्युलर संरचना बनाइएको छ। यसको सबैभन्दा ठूलो फाइदा भनेको त्रुटि अर्थात् बगहरू पत्ता लगाउने बेलामा हुन्छ। हजारौं लाइनको दोहोरिएको कोडमा एउटा सानो गल्ती खोज्नु भनेको परालको थुप्रोमा सियो खोज्नु जस्तै झन्झटिलो हुन्छ। तर फंक्शन प्रयोग गर्दा यदि केही बिग्रियो भने हामीलाई थाहा हुन्छ कि कुन फंक्शनमा गल्ती छ र हामी सिधै त्यही एउटा ब्लकभित्र मात्र गएर हेर्न सक्छौँ। यसरी मोड्युलर कोडले बगहरू खोज्ने र सच्याउने कामलाई एकदमै छिटो र सजिलो बनाइदिन्छ। अब आजको सेसन अन्त्य गर्नु अघि
सिकेको कुराहरू जाँच्न 2वटा सारा र द्रुत प्रश्नहरू विचार गरौँ है त। पहिलो प्रश्न, यदि हामीले कुनै फंक्सनलाई प्रोग्रामभित्र कलै गरेनौँ भने के त्यो कोड आफै चल्छ? अनि दोस्रो प्रश्न, ठूला प्रोग्रामहरूमा आउने त्रुटि वा बगहरू छिटो पत्ता लगाउन फंक्सनले कसरी मद्दत गर्छ? यसो सोच्नुस् त, यदि फंक्सनले डेटा फर्काउँछ र कोड दोहोरिनबाट पनि रोक्छ भने यसरी एउटै मात्र कल गर्न मिल्ने ब्लकमा भर पर्दा हाम्रो सिङ्गो प्रोग्राम नै कसरी रूपान्तरण होला? यी प्रश्नहरूमा गहिरिएर विचार गर्दै आज सिकेको कुरालाई व्यावहारिक अभ्यासमा उतार्ने प्रयास गर्नुहोला। आजको लागि यति नै, निरन्तर सिक्दै रहनुहोला।